तीन मुसा, एउटा अफ्रिकी लोककथा। एका देशमा एउटा मुसाहरूको नगर थियो जहाँ तीन अनौठा मुसाहरू बस्थे। तीमध्ये एक मुसो अग्लो खालको थियो, त्यसलाई सबैले लम्बु भनेर बोलाउँथे। अर्को मुसो धेरै मोटो थियो, त्यसलाई मुटु भनिन्थ्यो। तेस्रो मुसो सानो थियो, त्यसैले उसको नाम छोटु थियो। एक दिन तिनीहरू तीनैजना आफ्नो भाग्य प्रयास गर्ने निधो गरे। त्यसमा लम्बुले छोटुलाई भने, ए छोटु, तँ किन आफ्नो भाग्य प्रयास गर्ने कुरा गर्छस्? तँ त एकदम सानो छस्। जा, घरमा बस र आफ्नो जुङ्गा सम्हाल। यत्रो ठुलो संसारमा तँ जस्तो सानो के गर्न सक्छस्? मुटुले लम्बुको समर्थन गर्दै भन्यो, हो, तँ के गर्न सक्छस् र? जा, घर फर्क, हामी जान्छौँ। छोटुले बिन्ती गर्दै भन्छ, लम्बु दाइ, मुटु दाइ, म पनि तपाईहरूसँग जान चाहन्छु। मलाई पनि एक मौका दिनु न। अनि तीनैजना मुसाहरू आफ्नो भाग्य प्रयास गर्न निस्किए। थोरै टाढा जाँदै गर्दा तिनीहरूले एउटा सर्कस देखे। त्यो सर्कस मुसाहरूको थियो। सर्कसको बाहिर एक मुसो चिच्याउँदै बोलाइरहेको थियो, आउनुहोस् आउनुहोस्, संसारकै अग्लो मुसो हेर्नुहोस्, केवल 1 पैसामा। लम्बुले भन्यो, यो सर्कसको मुसो मभन्दा अग्लो त पक्कै हुनै सक्दैन। त्यसपछि तिनीहरूले 1 पैसा दिएर सर्कसभित्र प्रवेश गरे। त्यहाँको मुसो साँच्चै अग्लो थियो, तर लम्बुभन्दा छोटो। सर्कसको मालिकले लम्बुलाई देखेर भन्यो, तिमी किन हाम्रो सर्कसमा सामेल हुँदैनौ? म तिमीलाई अरू मुसाहरूभन्दा दोब्बर तलब दिनेछु। लम्बु खुसी भयो र तुरुन्तै सर्कसमा सामेल हुने निर्णय गर्यो। ऊ मुटु र छोटुलाई बिदा गरेर सर्कसमा गयो। अब मुटु र छोटु अघि बढे। फेरि अलिक टाढा पुगेपछि अर्को सर्कस देखे। संयोगले त्यो पनि मुसाहरूको सर्कस नै थियो। बाहिर एक मुसो चिच्याउँदै बोल्दै थियो, संसारको सबैभन्दा मोटो मुसो हेर्नुहोस्, 1 पैसामा। मुटुले भन्यो, यो मुसो मभन्दा मोटो त पक्कै हुनै सक्दैन। त्यसपछि तिनीहरूले पैसा दिएर सर्कसभित्र गए। त्यहाँको मुसो मुटु त थियो, तर मुटु भन्दा होइन। सर्कस मालिकले मुटुलाई देखेर प्रस्ताव राख्यो, तिमी हाम्रो सर्कसमा सामेल हुन चाहन्छौ? म तिमीलाई राम्रै पारिश्रमिक दिनेछु। मुटु पनि सहमत भयो। उसले छोटुलाई बिदा दियो र भन्यो, छोटु, तिमी अब मान कि तिमी केही गर्न सक्दैनौ। जा, घर फर्क। छोटुले भन्यो, म पनि आफ्नो भाग्य प्रयास गर्नेछु। अनि ऊ एक्लै अघि बढ्यो। थप अगाडि जाँदा उसले अर्को सर्कस देख्यो। फेरि पनि त्यो मुसाहरूको सर्कस नै थियो। त्यहाँ लेखिएको थियो, संसारको सबैभन्दा सानो मुसो हेर्नुहोस्, केवल 1 पैसामा। छोटुले सोचे, सायद मेरो भाग्य यतै फुल्नेछ कि। उसले आफ्नो अन्तिम पैसा दियो र सर्कसभित्र प्रवेश गर्यो। त्यहाँ सानो मुसो त थियो, तर छोटुभन्दा ठुलो थियो। उसले मालिकलाई आफै पुगेर भन्यो, म त यहाँको सानो मुसो भन्दा झनै सानो छु, मलाई सर्कसमा काम दिनु न। अनि सर्कस मालिकले मुस्कुराउँदै भन्यो, तिमी साँच्चीकै सानो छौ, तर यति सानो कि म पनि ठिकसँग देख्न सक्दिन। दर्शकले त झनै कसरी देख्ने? दर्शकले हेर्न नपाइने चिजमा पैसा खर्च गर्दैनन्। छोटु निराश भयो। ऊ पुच्छर हल्लाउँदै खाली हात हिँड्न थाल्यो। तर अझै पनि सडकमै हिँडिरह्यो, कहीँ केही हुनेछ भनेर आशा गर्दै। अँध्यारो हुँदै गयो। उसलाई भोक लाग्यो। त्यसै बेला एउटा किल्ला देख्यो। उसले सोच्यो, यहाँ त खानेकुरा पक्कै पाइन्छ। किल्लामा मुसो पस्न मिल्ने साना प्वालहरू थिए, त्यसैबाट ऊ भित्र पस्यो। उसले खानेकुरा खायो, रमाइलो गर्यो। थाकेपछि चारैतिर हेर्दा एक छेउमा सुनको एउटा झल्किने गोला देख्यो, त्यो वास्तवमा हिरा जडित औँठी थियो। छोटुलाई त्यो खेलौना लाग्यो। ऊ त्यसैसँग खेल्न थाल्यो। त्यो औँठी भारी थियो, छोटुलाई धकेल्न मुस्किल पर्थ्यो। खेल्दै गर्दा औँठी र छोटु दुवै छेउको प्वालबाट बाहिर खस्यो। त्यही बेला एउटी महिलाको आवाज आयो, ओहो, मेरो हराएको औँठी भेटियो। छोटु डरायो र भाग्न खोज्यो। महिलाले भनिन्, रोक, सानो मुसा, म तिमीलाई सजाय होइन, धन्यवाद दिन चाहन्छु। भन, के गर्न सक्छु तिम्रो लागि? छोटु निडर हुँदै बोल्यो, म त आफ्नो भाग्य बनाउन निस्किएको थिएँ।
महिला मुस्कुराइन् र भनिन्, भाग्य बनाउन तिमी अझै सानो छौ। तर यदि तिमी यति सानो हुँदैन थियौ भने मलाई यो औँठी कसरी फिर्ता मिल्थ्यो। तिमीले मलाई ठुलो सहयोग गरेकाले म तिमीलाई इनाम दिन्छु। तिमी कहाँ बस्छौ? छोटुले भन्यो, म मुसा नगरको मुसा गल्लीको मुसा घरमा बस्छु। महिलाले भनिन्, ठिक छ, घर जाऊ। तिमी पुग्दासम्म तिम्रो भाग्य त्यहाँ पर्खिरहेको हुनेछ। छोटु घर फर्कन 2 दिन लाग्यो। जब घर आइपुग्यो आमा ढोकामा थिइन्। आमाले खुसी हुँदै भनिन्, बाबु, तेरो भाग्य त बनिसकेको छ। आजै तेरो नाममा सुनको सिक्काले भरिएको 2 थैली आयो। अब हामी सुखसँग बाँच्न सक्छौँ। त्यसपछि छोटु घरमै बसेर आरामसँग आफ्नो जुङ्गा सम्हाल्न थाल्यो। उसले धैर्य गुमाएन, यही धैर्यको फल उसले पायो। नैतिक शिक्षा, धैर्य, मेहनत र आशाले नै साँचो सफलता दिन्छ। सानो होस् वा ठुलो, आफ्नो मौकाको पर्खाइ गर्न सक्नुपर्छ।